प्रश्नबाट भाग्ने प्रधानमन्त्री लोकतन्त्रमा कसरी प्रशंसित हुन सक्छन्? हजुर, आजसम्म तपाईको प्रशंसा यसकारण भएको छ कि सत्तालाई तिमीले गल्ती गर्यौ, यो किन गर्यौ भनेर प्रश्न गरिराख्नु भएको थियो। आज प्रधानमन्त्रीले जवाब दिनका लागि संसदमा उपस्थित हुनुपर्ने बेलामा उपस्थित नहुने, जवाब नदिने, किन जवाब नदिने भन्ने पनि ठोस जवाब नदिने, यो कुरालाई तपाईले कसरी प्रशंसा गर्नुहुन्छ भन्ने हो नि। मैले त डिफेन्ड गरेकै छैन। प्रधानमन्त्री संसदमा नआएको ठिक भनेर मैले लेखेको पनि छैन, भनेको पनि छैन। परम्परा तोडिएकोमा किन जाग्यौ तिमीहरू भनेर प्रश्न गर्नु। तर मैले नीति तथा कार्यक्रम डिफेन्स किन गर्न आएनन् प्रधानमन्त्री भनेर बढी भयो र त्यसमा चाहिँ त्यो जुन त्यो बौद्धिक सत्ता भने मैले त्यसमा बढी उद्वेलित भयो, टिप्पणी गर्यो त्यहाँनिर। मलाई एउटा झोक्चल्न कारण चुनौती गर्नु पर्ने भनेको त्यहाँ किन हो भने त्यो ठाउँमा तपाईँको नीति तथा कार्यक्रममा प्रधानमन्त्री आएर जवाफ दिएको भए राम्रो हुन्थ्यो, राम्रो हुन्थ्यो। हेर्नुहोस् है, मैले आउनु पर्दैन त्यो भनेको पनि छैन, अहिले पनि भन्छु। त हो के भने नीति तथा कार्यक्रमको कन्टेन्टमा छलफल नहुने, त्यो काङ्ग्रेस, एमाले अथवा इभन श्रम संस्कृति पार्टी समेत राप्रपा मेन एजेन्डा नै संसदमा के थियो, प्रधानमन्त्री किन आएनन्? तर प्रश्न त प्रधानमन्त्री संसदमा जवाफ दिन आउनुपर्छ। हजुर, र नीति तथा कार्यक्रमको कन्टेन्टमा कुरा गर्नुपर्छ भन्ने नै हो नि। के उहाँले नआएर त्यो परम्परा तोडेर लोकतन्त्रलाई समृद्ध बनाउने प्रयास गर्नुभयो?